हेलो एभ्रिवान, नमस्ते है सबजनालाई। आज फेरि तपाईँहरूको माझमा एउटा नयाँ ब्लग लिएर आइसकेको छु। रोमानियामा पैसा छैन भन्नुहुन्छ होइन गाइज। यहाँ रोमानियामा 7 लाख रुपियाँ तिरेर चाहिँ हामी रोमानियामा यसरी पैसा कमाउँछौँ होला। हेर्नुहोस्, दुईटा पोको आजको कमाइ मात्रै ऊ, अर्को ऊ त्यहाँ छ। ल त्यो कहिले कमाएर यो 5 दिनको कमाइ हो। 5000 को टार्गेट हान्ने भनेको नेपालको गाह्रो छ है साथीहरू। 7 लाख त वसुल्नु पर्यो जसो तसो गरेर, गाह्रो छ। दिनमा यहाँको कति 50 जति भेटिन्छ होइन? बेसी नै हुन्छ, ल्याउन मिल्दैन। कम्पनीले नियम टाइट गरेछ, गाह्रो छ नि अहिले। ब्यागमा आएको जति मात्रै लिने हो, अरू चाहिँ अब सरिल भन्ने हो। ठुल्ठुलो बोतल चाहिँ पिचाउँदै हाल्ने हो, क्यानहरू मात्रै ल्याउँछ। लात्तरी हानेर पल्लो डाँडा पुगाउने सारू बोतल, अनि सानो हेलसेल भयो, छोटा बोतल क्यानहरू मात्रै बटुल्ने। हामीले चाहिँ ठुल्ठुलो बोतल हामी चाहिँ डिली गर्दैनौँ है गाइस। त्यस्तो छ है। ठुल्ठुलो दारुको बोतल खाल्नुपर्छ, पैसा हो। लोभ लाग्छ बोतलदेखि कि नटिपाउँ पनि जस्तो लाग्छ, नटिपाउँ जस्तो पनि लाग्छ। हात थर काम्छ गाइज। अनि जे सिक्योस् भनेर च्याप्प समात्यो, टक्क खल्तीमा हाल्यो होइन, टक्क अनि यसरी हिँड्यो टक्क लाएर होइन। यसरी बोतल पुरा नेपालमा के अरे मधेसीहरूले बोतल बोकेर हिँड्छ नि, टक्क यसरी बोक्यो। अनि अब हामी चाहिँ मार्केट जाँदैछौँ यो बेच्नलाई गाइज। हेर्दै गर्नु, भिडियो हेर्नु है। तपाईँ पनि आउनु यहाँ। पुरा बोतल एउटा बोतलको कति रुपियाँ पर्छ यहाँ? एउटा बोतललाई 50 पैसा पर्छ होइन। अब दुईटा बोतल भने 1 रुपियाँ। नेपालको कति भयो? 30 रुपियाँ है। यहाँको 1 लिटर नेपालको 30 रुपियाँ भने चाहिँ त पुरै छोडिदिनु क्या गाइस। यहाँ त पैसा त बाटोमा विदेशमा फल्छन् भन्थ्यो कि, फल्दो रहेछ पैसा। त्यहाँ पनि छ। अब के गर्नु, बाध्य त अब छोडिदिनु पऱ्यो त्यसलाई। अब पुग्यौँ। अब यहाँबाट 5 मिनट जति लाग्छ होला पुग्नुलाई। टक्क अब यहाँबाट जेब्रा क्रस गरेर चाहिँ हामी जानु लाग्यो। टक्क गयो अनि जेब्रा क्रस गऱ्यो टक्क। अनि मार्केट आउन 5 मिनट जति लाग्छ साथीहरू है। 5 मिनट जति मार्केट आउनु टाइम लाग्छ। हिँड्नुपर्छ यसरी बोकेर। के गर्नु, अब पैसा हो सबैभन्दा ठुलो कुरो होइन संसारमा। सबै पैसा कमाउने भनेर आएको, जसरी पैसा कमाउनु पर्ने छ। पछाडि देख्न सक्नुहुन्छ पैसा बोकेर आएको छु। थैलोभरि पैसा बोकेर आएको छ त के हो? सबै पैसा होइन त यो? पैसा यता अरे पैसा, उता अरे पैसा, दिनमा काम गर पैसा, एक्स्ट्रा काम गर पैसा, बोतल पैसा। रोमानियामा पैसा छैन भनौँ, तर रोमानिया जति पैसा त अन्त छैन जस्तो। अहिले यहाँ 2-4वटा पैसा पनि भेटिन सक्छ गाइज। हामी पैसा त भित्र रहेछ, टिप्ने कि नटिप्ने? ल मैले पैसा भेटाएँ गाइज। मैले चाहिँ ठाउँको 15 रुपियाँ भेटाएँ, नै 30 रुपियाँ भेटाएँ। यहाँ देख्न सक्नुहुन्छ अहिले नै यति रुपियाँ भेटाएको छु। ल दिनभरिको कमाइ। एक दिन दुईटा बोतल भेट्दाखेरि 30 रुपियाँ भेटिन्छ भने चाहिँ पुरै छोडिदिने कि कति हुन्छ होला। टिप्नु त हल्का लाज लाग्यो है साथी हो, तर के गर्नु, पैसा हो। छोटो मन लागेन, ट्यापपट्टि दियो, दुईटा हालियो होइन। पैसा हो नि त, टिप्नुपर्छ। यस्तै बोतल बेचेर जिन्दगी कटाउनु परेको छ रोमानियामा। अब के गर्नु साथी। लाउ जाउँ अलिकति। अब आउँछ 2 मिनटमा हामी पुगिहाल्छौँ, धेरै टाढा छैन। ऊ त्यो घर हो हेर्नु, त्यहाँ छ। हुन त अब जताततै पाइन्छ के अरे बोतल बेच्नलाई। मेसिनहरू जताततै हुन्छ। अब मेसिनमा कसरी हालिन्छ होइन, बोतल कसरी हाल्ने अनि कसरी बेचिन्छ भन्ने कुरा चाहिँ अब त्यहाँ हामी देखाउनेछौँ तपाईँलाई। भेटायो साथीले, त्यहाँ देख्न सक्नुहुन्छ। बाटोमा 15 रुपियाँ भेटियो है गाइज। कहाँ छोड्ने कुरो हुन्छ त होइन। यहाँ यता हाम्रो दाइहरूले बोतल बेचेर आइसक्नु भयो। दाइ कति भयो कमाइ आज? 100 रुपियाँ। नेपालको 3000 रुपियाँ। कति आजको कमाइ हो? 3100 ओ ल बधाई छ। ल आजको कमाइमा अहिले 3000 रुपियाँ नेपाली कमाउनु भएको छ होइन।
100 लि भनेको अब हाम्रो चाहिँ कति हुन्छ भन्ने कुरो भयो ल हामी जाँदैछौँ अर्को पनि भेटाए जस्तो छ है मैले ल अर्को फेरि भेट्यो ल गाइस 15 रुपियाँ नेपालको यसरी हुन्छ कि यहाँ रोमानियामा यसरी भेटिन्छ पैसा केटाहरू नाच्दैछन् ल यो मेसिन गाइस देख्न सक्नुहुन्छ साथीले सुरुवात गर्यो भने साथीको सुरुवात फेरि कस्तो गर्नु भने पेनबाट हुन्छ ल बोतल हाल्ने काम सुरुवात हुँदैछ यहाँ यो जान्छ होला हो जाँदैन यो सुरुमा कोका कोला यहाँ देखाउनु फर्स्ट बोतल ल कति हुन्छ है गाइस आज यो टोटल बोतल कति बेच्छौँ है त टक्क यसरी हाल्ने उयो देखाउँछ कति आउँछ भनेर यसरी हाल्नुपर्छ बोतल चाहिँ भित्र जान्छ ल सर्लक जान्छ सिसाको एकातिर छुट्याउँछ क्यान एकातिर छुट्याउँछ अनि प्लास्टिकको बोतलहरू एकातिर छुट्याउँछ यो कता जान्छ हेर्नु यो आएन खाएन यो मिलाएर हाल्नुपर्छ कुनै नमिल्न पनि सक्छ त्यसैले चाहिँ अलिकति टाइम मिलाएर हाल्नुपर्छ फाइनल है अब साथीको तिनीहरू गएन 41 रुपियाँ निस्क्यो यहाँ तपाईँ कन्भर्ट गर्नु 1 रुपियाँ बराबर एउटा बराबर कति हुन्छ 1 रुपियाँ बराबर 31 रुपियाँ हुन्छ 41 रुपियाँ निस्केर कति पर्छ कति आयो नेपालको त्यति कमाइ भयो अहिले हजुर म चाहिँ हाल्दैछु है यो भरिएको रहेछ अब हाल्नु मिलेन जम्मा 7 रुपियाँको चाहिँ आयो यहाँ अब यो तलको निकालेर चाहिँ सबै खनाएपछि अनि फेरि हाल्न मिल्छ है साथीहरू अब उहाँलाई हाल्न दिएपछि चाहिँ म चाहिँ हाल्नेछु सबै चेन्ज गरिसकेको त्यहाँको चाहिँ होइन बोतल चाहिँ पुरै कुच्याउँछ त्यहाँ देख्न सक्नुहुन्छ यस्तरी कुच्याएर हाल्छ है सबै कुच्याउँछ सिसाहरू जति चाहिँ प्याट फुटाल्छ गाई आफ्नो सकिसकेपछि चाहिँ यसरी बिल दिन्छ यो चाहिँ 41 गएको छ यो चाहिँ साथीको हो मेरो चाहिँ यहाँ छ अघि चाहिँ 7 को आइसक्यो झरिसक्यो होइन त्यो 7 को झरिसक्यो अब चाहिँ अरू बाँकी चाहिँ अब एकछिनपछि हाल्ने यहाँ सकेपछि चाहिँ हाल्नुपर्छ हुन्छ कहिले के हुन्छ यति हाल्नुपर्ने अब मेसिन स्टप भइसक्यो अब एकछिनपछि अब बनाउन आएपछि फेरि नि बनेपछि हालिन्छ है त यो चाहिँ साथीको 41 लि अनि मेरो चाहिँ आजको 36 प्लस 7 भनेपछि तपाईँको 36 7 43 को भएको छ यति भनेको नेपालको कति 3000 रुपियाँ हो है यति कमाइयो आजको गाइस अब म चाहिँ यो पैसा सार्न जाँदैछु पैसा साटिसकेपछि चाहिँ म तपाईँलाई देखाउने छु है त फाइनली गाइस यो देख्न सक्नुहुन्छ 70 लि त्यससँगै हामीलाई स्प्राइट पनि आएको छ यहाँ देख्न सक्नुहुन्छ गाइस स्प्राइट पैसा बोकेर चाहिँ अब हामी हिँड्दैछौँ आफ्नो यात्रातिर कस्तो लाग्यो तपाईँलाई हाम्रो भिडियो है अब हेलो ब्रो केही भन्नु छ दामी फोकटमा आएको पैसा के गर्ने सब बटुले चाहिँ सदुपयोग हुँदो रहेछ फोकटमा आएको होइन यार बटुलमा नि दुईमा लागेको छ त्यही त अब मेहनत त छ नि अब आफैले खर्च गरेर गरेको भए त अब अलिअलि सकिन्थ्यो होला यति भनेको नेपालको लगभग 2500 हो है आज 3000 4000 कटाउने भनेको तर कटाउनु सकिन साथमा हाम्रो यो चाहिँ पर्न आयो यो चाहिँ साथीहरू पर्न आयो है तपाईँको यहाँको 14 लि भनेपछि नेपालको लगभग 500 पऱ्यो है होइन 350 400 जति पर्न आयो है महँगो पऱ्यो यार नेपालमा भयो त यो 250 मै पाइन्थ्यो तर खानेकुराहरू चाहिँ महँगो पर्छ जति हामीले बोतलको पैसा आउँछ त्यति नै सामानहरू चाहिँ अलिक महँगो छ गाइस यहाँ चाहिँ नेपालमा जस्तो सस्तो पाउँदैन नेपालमा पैसा पनि सस्तो भएको भएर सामान चाहिँ सस्तो भएको हो यहाँ चाहिँ पैसा महँगो भएर सामान पनि महँगो छ त्यही भएर चाहिँ आजको लागि यति नै
नेक्स्ट भिडियोमा फेरि भेटौँला। कस्तो लाग्यो तपाईँहरूलाई आजको हाम्रो यो बोतल बेच्ने कार्यक्रम ब्लग? लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सनु होला। ल लाइक ब्लग सब्सक्राइब के भन्नु छ भनिदियो त। अल टोटल गरिदिनु होइन, हाम्रो पेजलाई हेरिदिनु, माया गरिदिनु, त्यही त हो नि। बोतल खोज्न चाहिँ नछोड्नु होला, किनकि पैसा हो, पैसालाई चाहिँ सही सदुपयोग गर्नु होला। नेपालमा हुनुहुन्छ भने पैसा आउँदैन, रोमानिया हुनुहुन्छ भने बोतल खोज्न नछोड्नु होला। नेपालमा हुनुहुन्छ भने बोतल खोज्नलाई चाहिँ आउनु होला है। ल बाई बाई, गुड नाइट। बोतल खोज्ने हिसाबमा मात्रै नआउनु होला। बोतल खोज्ने होइन, काम गर्ने तरिकाले आउनु, तर यसो गाउँका चौका भेट्यो भने चाहिँ बोतल सोतल हान्ने तरिकाले आउनु होला। ल आजलाई यति नै गाइज, नेक्स्ट टाइम फेरि भेट्नेछौँ। आजलाई सो गुड नाइट। रात पर्न लागिसकेको छ, यति बेला लगभग 8 बज्न लागिसक्यो। र आजलाई चाहिँ बाई बाई, थ्याङ्क यू सो मच।